Well guys, very good morning. आज मौसम अति नै चिसो सुन्दर मौसम छ मिरिकमा र अहिले म घाइटीमा छु अनि हेर्न सक्नुहुन्छ एकदमै फग छ, हुस्से छ अनि चिसो छ र मेरो बाइक मलाई प्रतीक्षा गरिरहेको छ। अब हामी जाँदैछौँ गोपालधारा टी स्टेटका केही ठाउँहरू। नाखापानी झिललाई पनि हामी एकछिन हेर्नेछौँ, तपाईहरुलाई देखाउनेछु नाखापानी झिलको अहिलेको अवस्था, जहाँ सालामान्डर पाइन्छ। धेरैभन्दा धेरै मानिसहरू धेरै ठाउँबाट सालामान्डर खोज्दै आएका पनि छन्, अहिले आउने गर्छन् पनि, रिसर्च गर्न आउँछन्, कोही फोटोग्राफी भिडियोग्राफी गर्न आउँछन्। आज तपाईलाई त्यो ठाउँ देखाउँछु। हुन त त्यहाँ पानी छैन, तर पनि तपाईहरुलाई म त्यो ठाउँ लोकेसन सेयर गरिरहेको हुनेछु। जति मिरिकदेखि टाढाका मानिसहरू जसलाई नाखापानीको बारेमा थाहा छैन, जसले त्यहाँ आउनु भएको छैन, तपाईहरु एकपल्ट भिजिट गर्न आउनु होला। गोपाल पनि भिजिट गर्न आउनु होला, घाइटी पनि भिजिट गर्न आउनु होला। त्यही भन्दै आजको यात्रा हामी सुरु गर्दैछौँ। थ्याङ्क यू। र अहिले हामी गोपालधारा चियाबारी स्थित नाखापानी झिल पोखरी, हुन त सबैले धेरैले यसलाई पोखरी भन्न रुचाए, तर हामी यसलाई झिल भनेर भन्ने गर्छौँ। धेरै नै ठुलो, लगभग 144 स्क्वायर मिटर सायद यसको क्षेत्रफल रहेको छ। र यो ठाउँ एकदमै अत्यन्तै सालामान्डर, जो हिमालयन सालामान्डर गोरा छ, त्यसको निम्ति उपयुक्त ठाउँ भन्ने मानिन्छ। र अहिले यतिखेर जनवरी सकेर फेब्रुअरीमा 2 महिनाभित्रमा पानी यहाँ कम्प्लिटली सुकेको हामी देख्न सक्छौँ। आउँदै अलिकति उज्यालो देख्न पायौँ, जुन चाहिँ अघिको सुरुवातको दृश्य थियो। एकदम फग थियो, चिसो थियो, र अहिले अलिकति तातो न्यानो भएको छ। हुनसक्छ केही क्षणलाई होला यो न्यानोपन, तर यो ठाउँ हजुरहरू सबैलाई देखाउने मेरो एकदम ठुलो इच्छा थियो। सालामान्डर जो हामी भन्छौँ गोरा हिमालयन सालामान्डर, जो पहाडी क्षेत्रमा पाइन्छ, र यस नाखापानी झिल पोखरीमा विशेष यो एकदमै सुइटेबल ठाउँ हो भन्ने चाहिँ जति पनि विज्ञहरू हुनुहुन्छ यस क्षेत्रमा, सालामान्डरमाथि काम गर्ने मानिसहरू जो हुनुहुन्छ, उहाँहरूको भनाइ पनि छ। अनि धेरैभन्दा धेरै रिसर्चहरू पनि भएर गएको छ। हामी युट्युब मार्फत पनि नाखापानीको भिडियोजहरू हेर्न सक्छौँ। र यहाँ छ उसको मुहान, यो नाखापानी झिलको मुहान, तर यो पानी त्यहाँसम्म पुग्नलाई बहुत मुस्किल छ। र केही दिन अघि पनि म यो ठाउँमा, यो झिलमा आएको थिएँ, र यहाँको अवस्था एकदमै गम्भीर। अनि जो पछौटे गोरा
का बच्चाहरू हुन्छन् जो अक्टोबर नोभेम्बर महिनामा अन्डाबाट निस्किएका गोराहरू हुन्छन्। उनीहरू आफ्नो शरीरको अङ्गहरूलाई राम्ररी डेभलप गर्न नपाइने मृत्युको शिकार हुन्छन् पानीको कमीले गर्दाखेरि। र तपाईँहरूलाई म त्यो केही सायद पुनः अस्तिको भिडियो फोटोजहरूमा लिएको थिएँ, त्यो ठाउँ अझै पनि छ होला, म देखाउन गइरहेको छु। एकदमै बन्जर जमिन भएको छ। अब चैत वैशाखको महिनामा यहाँ सुखोरो लाग्ने भएकोले गर्दाखेरि यो ठाउँ अझ सुक्खा हुन्छ, खेल्ने मैदान जस्तै हुन्छ। र यहाँ पुनः म तपाईँहरूलाई देखाउन चाहन्छु, यो जो ससानो कालो चिज देख्नु हुँदैछ यो पछौटे सालेमेन्डरका बच्चाहरू हुन्। र चिसोको कारणले गर्दाखेरि अलिकति यसमा ठुलो देखिरहेछ अहिले। यो अझै पनि सानो हो, सुक्दाखेरि अझ झन् सानो हुन्छ। कति यहाँ मरेका छन्। यसरी एउटा कुनै पनि रेयर स्पिसिस भनिएको लुप्त हुन लागेको जीव हाम्रो क्षेत्रबाट हराउनु भनेको हाम्रो निम्ति धेरै ठुलो समस्याको कारण बन्न सक्छ। र साथसाथै केवल यो पानीमा बस्ने सालेमेन्डर मात्र होइन, अन्य जीवहरू पनि यसरी मरेका हामी देख्न सक्छौँ। र यो चिज जुन चाहिँ सालेमेन्डर छ, यो जीव छ, यसको संरक्षण हुन अति नै आवश्यक छ। र सक्दो यो भिडियोलाई तपाईँहरूले सेयर गरिदिनुहोस्। जहाँ सम्भव हुन्छ, जुन विभागले पनि यसमाथि कार्य गर्नु सक्छन्, जस्तै वाइल्ड लाइफ भए या भनौँ फरेस्ट डिपार्टमेन्ट भए या भनौँ कुनै पनि क्षेत्रीय प्रशासन होस्, राज्य सरकार या केन्द्र सरकारसम्म यो भिडियो यो यहाँको अवस्थालाई हामीले पुर्याउन सकौँ भन्ने यो भिडियो मार्फत तपाईँहरूलाई अनुरोध गर्दछु। र यो चिजको संरक्षण गर्न हाम्रो एकदमै दायित्व भएकोले गर्दाखेरि टी गार्डन, गोपालधारा टी गार्डनलाई पनि म धेरै अनुरोध गर्न चाहन्छु। यस झिल हाम्रो सम्पत्ति हो, यो क्षेत्रको सम्पत्ति हो, पहाडको सम्पत्ति हो। यसैले यसको संरक्षण गरिदिन अनुरोध गर्दछु। थ्याङ्क यू।